चिसो पानी परेको मौसममा हामीले के खाएर कहाँ गएर के घुमेर साँच्चै के खोलामा मान्छे बगाएको हो र। हेलो एन्ड नमस्ते, तपाईहरु सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै नै छु। र पानी मौसम भइसकेको थियो, बाहिर चाहिँ कपडा सुकाएको थियो। कपडा उठाएर चाहिँ मैले चाहिँ कपडा धुन थियो, कपडा चाहिँ भिजायो। चाहिँ कपडा भिजाएर आमा घरतिर लाग्यो किनभने पावर ब्याङ्क चार्ज गर्नु पर्छ, लाइन गयो भने चाहिँ फेरि लास्ट गाह्रो हुन्छ नि त त्यसैले। त्यो बाहिरतिर हेरेको यस्तो मिठो पानी लागेको थियो, यस्तो चिसो हावा पनि आएको थियो। के भन्नु तपाईहरुलाई, आमाले स्याम्पल लिन पठाएर स्याम्पल लिने बित्तिकै एकछिनपछि त पानी पर्यो। पानी त पर्यो, अब चिसोमा के खाने भनेर हामीले चन्द्र खाना गए दाजुभाइ भएर। खानु रदिमा एउटा घन्टी बज्नु, पानी परेको छ, खोला बढायो कि बढाएन हेर्न जानु पर्यो। गेटमा छिर्ने बित्तिकै यस्तो मिठो मिठो भ्यू हेर्न पाएर भ्यू हेर्दै चाहिँ हामी चाहिँ गयो खोला हेर्नतर्फ। खोला चाहिँ यस्तो राम्रो बढेको रहेछ। यो चाहिँ हामी चाहिँ के कुरा सुनेको थियो भने चाहिँ मान्छे बगाएर ल्याएर सुनेको थियो। घर फर्किनुभन्दा अगाडि चाहिँ फन पार्क भित्र गएर फन पार्क भित्र गएर यस्तो मिठो मिठो भ्यू हेरेर यो फलको नाम चाहिँ के हो भन्नु सक्नुहुन्छ। र हामी चाहिँ फन पार्कबाट बाहिर निस्केर यस्तो पानी पर्ला जस्तो भएको थियो। फेरि झ्याउ पनि लागेको थियो र दाइले चाहिँ दुइटा कुल्फी किने र कुल्फी किन सँगसँगै पानीपुरी बनेको थियो। पानीपुरी बनाएर भ्याएर पानीपुरी यस्तो चाख्दा यस्तो मिठो भयो। म चाहिँ पानीपुरी रेट चाहिँ 8 दिन्छु अनि यस्तो मिठो छ। र आजको लागि नि यति नै, बाहिर नेक्स्ट ब्लगमा भेटौँला।